कार्यालयमा यहाँको आउनुभएको छ, यसमा पनि यहाँलाई एकदमै हार्दिक स्वागत पनि गर्न चाहन्छु। अस्ति मात्र हाम्रो चिन्तामणि सरले वृक्षारोपण कार्यक्रम छ यसो लगाउन सकिन्छ कि भन्ने हुन्छ भनिहाले, तर मान्छे पाउन सकेन। हिजो दिनभरि खोज्दा खोज्दै सकिन। आज पनि बिहानै फोन गरेर होइन अलिक टेन्सनहरू के छ पछि होइन भानु जयन्तीमै लगाउनु पर्ने कार्यक्रम तय भइसकेको छ। त्यसो भएको हुनाले भनेर हामीले आज तय गऱ्यौँ। बिहान 10 बजी पछाडि सर हामी आएर ठाउँ खोजेर एउटा भाइले व्यवस्थापन गरेर काम चलाउने किसिमले लगाएका छौँ। यस्तो मानवीय कुराहरूमा लायन्स क्लब एउटा अब संसारभरिकै एउटा भातृत्व कायम गर्ने संस्था हो, जसले यस्ता मानवीय किसिमका काम गर्ने गरिरहेको छ। दिन दुखिएकादेखि लिएर यो वातावरण सम्बन्धी पनि लायन्सको भूमिका विश्वव्यापी एकदमै अन्तर्राष्ट्रियमै हेर्दाखेरि पनि एकदमै राम्रो छ। हाम्रो गलकुटमा पनि लायन्सका सदस्य हुनु अथवा लायन्स भनेर भनिन्छ, उहाँहरू जुन एउटा उदाहरण भएको छ। थुप्रै आफ्ना क्लबहरू छन्, त्यसमा यहाँ 3वटा क्लबहरूले यहाँ आएर 3वटै क्लबका अध्यक्षहरूको सहभागितामा हामीले जुन वृक्षारोपण गर्न पायौँ। हामी फलफुलका बिरुवाहरू लगाउने एउटा अवसर पायौँ र यो अवसर दिलाएकोमा लायन्सका सबै चिन्तामणि सर सबैलाई म वडाको तर्फबाट वडावासीको तर्फबाट यहाँलाई पनि हार्दिक आभार व्यक्त गर्न पनि चाहन्छु। आगामी दिनमा पनि लायन्सले गर्नुपर्ने थुप्रै कामहरू सेवाका कामहरूमा हाम्रो वडाको तर्फबाट हातेमाले गर्ने कुरामा हामी यहाँसँग सधैँ नजिक हुनेछौँ पक्कै पनि। र आज वृक्षारोपण त गरेका छौँ, लगाउने भन्दा पनि अब यसलाई संरक्षण र जोगाउनु कुरा महत्त्वपूर्ण हुन्छ। जलमल गर्ने कुराहरू महत्त्वपूर्ण हुन्छ। अब हाम्रो सरकारी जग्गामै भएको हुनाले सायद यसले संरक्षण पाउँछ। अब म पनि 8-9 महिनासम्म जाने बेलासम्म त्यसलाई पुऱ्याउँछु। अब यहाँ सकेसम्म एउटा सानो बोर्ड भनौँ, हाम्रो जस्तो बोर्ड र अनि फलामको हेर्न सक्यौँ भने त्यो हेर्दा नै आउँदा नै धेरै आउँछ। अफिसमा आउने मान्छे, स्थानीय मान्छेदेखि बाहिरी मान्छे आउँदा पनि यही लायन्सको होइन कन्ट्रिब्युसन अथवा यो काम यहाँ पनि रहेछ, यहाँ पनि आएर एउटा मानवीय हिसाबले हेरिरहेको छ भन्ने हुनसक्छ। 8-9वटालाई त्यस्तो किसिमले बनाउन सक्यो भने धेरै ठुलो बनाउनु पर्दैन, किनभने सुरक्षित ठाउँमै छ हाम्रो। हल्का, किनभने जनावरहरू पनि अरू मान्छेहरू सजिलै जान नसकिन्छ। सानो फलामको त्यो बनाएर एउटा स्थिति तपाईँको जुन किसिमको अब क्लबबाट आउनु भएको छ त्यो बिरुवाहरूमा राखिदिन पाएपछि यो सरकारले आएको रहेछ भन्ने हुनसक्छ होइन। अब फोटो पनि छ, एउटा फोटो पनि त्यस्तो भयो भने म यहाँ अफिसमा पनि राखिदिन्छु, किनभने अघि तुमन गाजीले भने जस्तो हाम्रो लागि यो वडा भर्खरै आएका छौँ हामी। आज दोस्रो हप्ता पुरा आएर तेस्रो हप्तामा प्रवेश गरेका छौँ। अब तेस्रो हप्तामा आउँदाखेरि तपाईँहरूले यो एकदम वातावरणीय हिसाबले यसलाई होइन जुन वृक्षारोपण गरेर हामीले यसलाई अगाडि बढाउने किसिम मनमोको होइन वडा कार्यालयलाई चयन गर्नुभयो, यसको लागि होइन हामी एकदम आभारी छौँ। र त्यो किसिमको एउटा फोटो पनि बस्न पायो भने मलाई पनि यो आज जुन खिच्नु भएको छ एउटा फोटोसहित मलाई यहाँ उपलब्ध गराउनु भयो। यो वृक्षारोपण किनभने पक्कै पनि हामी 8वटा लगाएका छौँ, सके त 8टै सफल हुन्छ, एउटा गाडीसँग 9वटै सफल हुन्छन्। फेरि मरिहाल्छ भने हामी लगाउँछौँ होइन, त्यसरी लगाउँछ। त्यो भएको हुनाले यहाँहरूलाई सम्झनासहित त्यस्तो किसिमको बनाउन म आग्रह गर्दै यहाँ सबैलाई फेरि पनि विशेष धन्यवाद सहित मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। आज भानु जयन्तीको अवसरमा भानु जयन्तीको साहित्य कला भाषामा होइन, खास गरेर नेपाली साहित्यको क्षेत्रमा रामायण लेखेर जसलाई विश्वभरिका नेपाली भाषाभाषीहरूलाई यो दिन एउटा ऐतिहासिक दिन पनि छ होइन। अब भानुभक्तले पनि यही हाम्रै बागलुङ जिल्लामा आएर पढेका हुन् भन्ने पनि इतिहासमा पाइन्छ। त्यसो भएको एउटा विद्वान व्यक्तिगत एउटा मूर्धन्य एउटा रामायणका लेखकको आज शुभ दिनमा हामीले यो काम गरिरहेका छौँ। उहाँलाई पनि हाम्रो नेपाली भाषाभाषीको तर्फबाट आज चिर स्मृति गर्दै मेरो पनि यहाँ अन्त्य गर्छु।